सन्चै आएर लाग्यो सन्चै जोड्ने आज चाहिँ हामी जान्ला घुम्नु साथीहरूसँग होइन आज चाहिँ हामी बगैँचातिर सब घुम्नु जाँदा हामी गनाखोलादेखि है र केटाहरू सब मस्त हिँडिरहेको है एकदम बवालसँग नेपालीको पारा नेपाली हो नेपालीको पारा भइरह है कोही साथीहरू पारी पारी जानुपर्छ है वक लाएर आज चाहिँ फिक्स छैन कता जाने भनेर तर जाने चाहिँ केटाहरू धेरै रानी मल पानी मल कहाँ कहाँ भनेको तर फिक्स चाहिँ छैन है जान्छ आज कता हुन्छ एउटा डाँडा मान्छे गएर आउने हो जान्छ है भालोमा चाहिँ यस्तो कुडिँदा है लगाएर बगाएर भालोको कुडिरहेको छ बाटो केही देखियो केटाहरू चाहिँ सरर होइन आफ्नो बाइक निकालिसके छन् मस्त लगाएर यो सब राजी हुनुलाई छैन है ल मस्त कोही साथी यता यता हेर्दै त साथी यता हेर्दै त राम्रोसँग ल भाइरल सिट डाँडा अरे चाहिँ हामी होइन 4 नम्बर क्रस गरेर चाहिँ यता जङ्गलमा छौँ बाटामा है अहिले चाहिँ हाम्रो साथीहरू चाहिँ डराएर होइन अभिषेक चाहिँ डराएर अभिषेक डरा है के हो तर ट्राफिकले रोके छैन त्यही पनि साथीहरू डराएर हामी बाटामा टक्क कुरेर बसे हामी साथीहरू फर्केर ल्याउनु गएछन् कोही साथीहरू चाहिँ त्यही डराउनु चाहिँ हुन्न है पुलिसको गाडी चाहिँ डराउनु हुन्न मजाले हिँड्नु पर्यो टक्क लाएर किन डराउँछ साथी यार तिमी यार कस्तो डराउँछ नडराउ के फोन गर्छु फोन टावर छैन केही छैन यार भर्खर बुटल आइसक्यो है हामी चाहिँ टक्क लाएर बुटल भर्खर आइसक्यो अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ कता आउँछ थाहा आएन है बुटल आइसक्यो भर्खर सुटी हेर्नुहोस् गाई सुटी डाँडा खतरा देख्छ बाटो चाहिँ लास्टै धुलो छ है बाटो चाहिँ बाप्पा धुलो है जाम छ है गाई चाहिँ लास्ट जाम हुँदैछ यार आज के भएर चाहिँ अब हामी चाहिँ बुटलदेखिबाट जान लागिसक्यो हामी पाल्पाको बाटो होइन पाल्पाको राइड कस्तो हुन्छ यसो हेर्नु होला राम्रो राम्रो त्यस्तै हुन्छ बाटो चाहिँ अप्ठ्यारो खरे कति बेला पुगिन्छ थाहा छैन भन्छ यहीँ खान टक्क लाएर है लगडा होइन है आरामले हिँड है बाटो अप्ठ्यारो है ओह्रालो ओह्रालो ल है ल लक्क रोल्पाको रानी महलको केटाहरू ल साथीहरू टक्क सलाम आलेकुम भयो साथी हिँड्यो मन्दिर चाहिँ यो के मन्दिर अरे मन्दिर चाहिँ यो चाहिँ होइन एउटा डाँडा त कति ठुलो हो कि कसम कस्तो खतरा यार यो त एउटा सोरुङ पनि रहेछ नि यार कहाँ हान्नु बाटो यो ड्रिल मसिन चलिरहेको नि हो हिँड 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 ए ड्याम त कहाँ लान्छ पुलिसले ए बता म जाम कि होइन अहिले जाम 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 हिँड यहीबाट पारी सहर चाहिँ बवाल रहेछ यार खतरा सहर रहेछ पाल्पा बजार आउनु लाग्यो पाल्पा बजार ए माथि डाँडामा चाहिँ तानसिङको बजार चाहिँ खतरा रहेछ है सबैले तानसिङ बजार चाहिँ धेरै ठुलो रहेछ है आमा यो चाहिँ पाल्पाको बजार हो यो चाहिँ अब पछाडि हेर्दैन के मासालले तानसिङको बजार है यो चाहिँ आमा तानसिङ बजार चाहिँ कस्तो छ हेरिदिनु होला सर बाटो चाहिँ धुलै धुलो
डान्सिङ बजार है यो चाहिँ डान्सिङ बजार यहाँबाट उता जान्न गाडी डान्सिङको बस पर एनसी इन्डिजनको प्रोग्राम चिसोमा बसेको धेरै सबैलाई सोध्दिनँ कि सबैलाई सोध्दिनँ ओके कस्तो नाटक गर्छ यार रानीमल जाने है देखेन र जङ्गल हेर्नु नि जङ्गल कस्तो आमा खतरा जङ्गल बाफ्रे 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 बाटो चाहिँ बाँस हडा रहेछ यतातिर चाहिँ हल्का अलि अगाडि चाहिँ ठुल्ठुलो रहेछ तर बाटो चाहिँ यतातिर सानो रहेछ यार बाटो अकार रहेछ यार एउटा हिमाल खतरा यार ए खतरा बवाल हिमाल हेर्नु नि खतरा टल्क्या है देखिन्छ कि देख गएर आउने र खतरा हो क्या जाडो हुन लाग्यो ए वटा बाफ्रे 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 हिमाल हेर्नु केटा वहाँ गएर आउने र हिमालमा केटा पैसा हाल्न भन सबैले हजार हाल न उहीँ घर खेलेर हामीलाई फङ्गालेर उहीँ गएर ए बड्डा खतरा खाँथ्यो यार त्यही भएर जाडो भइरहेको नि ल फाइनली होइन रानीमल चाहिँ आइयो है अहिले तर हाम्रो उसको के अरे गाडीको बाइकको पुरै टायर ब्रेक पनि गइसक्यो यहाँ आउँदाखेरि होइन ओह्रालोमा आइयो अगाडिको ब्रेक मात्रै हानेर आइया होइन रानीमल यही हो कता हतार कोही पार्किङ पैसा दिनुपर्छ नि बच्चा खोलो आहा त यार फाइनली रानीमल चाहिँ आयो है यही हो रानीमल तर लास्टै भयो क्या यार रानीमल चाहिँ खोलो आहा त यार उतातिर त यार के हो रानीमलको भ्यू हेर्नुहोस् यतातिर त यहाँ चाहिँ ल केटाहरू सबले फोटोसोटो खिचिराखेन है रानीमल चाहिँ यो होइन तर हल्का अहिले चाहिँ खतरा ल्याउ लागेको चाहिँ के हो तर हल्का फोहोर देखिया होइन तर खोलो चाहिँ यतातिर बबाल खोलो आएछ रात परि नआइसक्यो रानीमल चाहिँ यो है गाइजहरू के गर्ने यस्तै हो रातिको बेलामा आइयो ढिलो आइयो त्यही भएर हल्का घाम ऊ भइसक्यो घाम डुबेपछि हल्का देखिने रहन्छ राम्रोसँग आफ्नो लेन्स कम हुने रहेछ क्या आँखाको त्यही भएर है त्यस्तै हो ठिकै छ यहाँ ऱ्याफ्टिङहरू पनि रहेछ खोला चाहिँ यतातिरको धमिलो हो यतातिरको सङ्लो आएर रहेछ होइन हल्का पानी परेर रहेछ मस्त क्याम्प छ अहिले हामी चाहिँ फोटोसोटो खिचखाच बाहिरतिरबाट खिचखाच गरेर अब चाहिँ माथि चढ्ने ऊ छ होइन रानीलाई तर राजाले यत्रो रानीको उमा अघि राजा गइरहेको अरे ल होइन रानीको लागि यत्रो बनाइदिएको तर कस्तो रानी त नभए होइन रानी छैन कि होइन त बबाल है राजाले यत्रो बनाइदिएको यत्तिकै चाहिँ हुनुपर्छ है कस्तो हुन राजाले रानीलाई फकाउने बेलामा चाहिँ खै भने न भिडियोमा अनि यत्तिकै राजा ठाउँमा राजाको उमा चाहिँ राजा रानी चाहिँ यत्तिकै चाहिँ हुनुपर्छ है बबाल चाहिँ ठाउँ चाहिँ होइन उता हेर
कास कुरा त कति हो र कास इल्लाना पोरा सिक्रम हँ बेलै पोर कास कुर्दैन पा खै सबैले दियो के सबैले पैसा निकाला कति हो र अघि आफूले दियो कति हो एउटाको बुटल पुगेर तिमीलाई तल इसियोमा हाल्दै एउटाको 50 रुपियाँ ल किन चाहिँ 5000 देखेर मात्रै ल छ कि मेरो मोबाइल इसियो आसन इसियोमा हाल्दै लान्छ देऊ है छैन के खुल्ला दिनु निकाल्नु देऊ त मेरो त यसले हो पैसा नदिला जस्तो गर्छन् केटाहरू फेरि मेरो इसियो आउँछ म हाल्दिन्छु ल होइन कतिजना काट्नु त पाएन कति 8 जना होइन 7 जना काट्दिनु भएको 7 जना जना काटे 8 जना 8 एउटा त उ हुन्न हो मिल्दैन 8 जना काटेर हजाम केटालाई अब 8 जना कति खुसी भयो नि त यसलाई हेर न यार कति हो र 50 रुपियाँ के 400 हो यसले त खै तो टिकट राखा बस 500 रुपियाँ खर्च भयो मेरो रानी खै र तीर पहिला राजा यिनी हो त राजा राजा हो नासन राजाले देख्न नाच्छ त्यो अरू साइलेन्टमा हामी मात्रै हालेर हामी रमाइलो गर्नु राजाले रानी भेटाएन अब फेरि हेर्न अब यसको नाटक नगर्नु त्यस्तो साइलेन्टमा बस्नु केटा उता साइलेन्ट छ क्या भित्र यार कस्तो सुधार बस एकछिन नका हल्ला नगर न हो किन थाहा थाहा किन बोल्यो हामीलाई म्युजियममा जानु यत्र ओए लकड यस्तो हालै साझे म्युजियम मान्छेले बनाएको स्टिक फुल रानीको रानी दिन राम्रो यो त राजा होइन कि राजाले जाँड खाने भाँडो रे यो तपाईँको सिसी क्यामेरा निकाल्नु छ काम चोरचार गरे पनि छ होइन केटाहरू त कता कता हिँड्दैछन् त ए खोलो पनि आइसक्यो यतातिर त तिम्रो आइफोन निकाल्नु न ल हान के ल होइन साथी ओए साथी तर राजाको महलमा चाहिँ रानीको कमी रहेछ है रानीहरूको राजा मात्रै नभए राजाको महलमा चाहिँ रानीको कमी छैन है बवाल रानी चाहिँ धेरै मिल्यो एउटा के अरे नाम पनि आएन कि ह्याप्पी वाला खतरा वेलकम टु माई रानी रानीको चाहिँ कमी छैन है रानी महलमा चाहिँ त्यसो त रानी भनेर हिँड्छन् है खतरा फोटो खिच्न चाहिँ क्यामेराम्यान चाहिँ एउटा यो विपिन एउटा हाम्रो भान्जा छन् युवराज है बवाल होइन साथी ओए साथी तर राजाको महलमा चाहिँ रानीको कमी रहेछ है राजा मात्रै नभए राजाको महलमा चाहिँ रानीको कमी छैन है बवाल रानी चाहिँ धेरै मिल्यो एउटा के अरे नाम पनि आएन कि सो गाइस अब चाहिँ हामी यहाँ रानीमहल आएपछि राति पनि भयो होइन चार्जर सकियो फोनको सो यहाँबाट चाहिँ हामी आज बिदा हुँदैछौँ सो आजको लागि यति नै हो भोलि नुवाकोट गएपछि भोलिको भ्यू हेर्नु होला सो बिहान आज चाहिँ हामी फर्स्ट दिन हो भोलि सेकेन्ड दिन भ्यू हेर्नु होला हस् त आजको लागि यति नै हस् त धन्यवाद सबैजनाले राम्रोसँग कमेन्ट गर्न लाइक कमेन्ट गरिदिनु होला राम्रोसँग हेर्नु होला कस्तो छ कमेन्ट गरेर भनिदिनु होला राजा आउने भनेकै रानीलाई रानी महल हेर्न रानी नभएको नि होइन